एउटा कुरा म के देख्छु भने धेरै विद्यार्थीहरूले धेरै रिसर्चरहरूले लिटरेचर रिभ्यू जो त्यहाँ चाहिँ प्रस्तुत गर्नुहुन्छ आफ्नो चाहिँ प्रेजेन्टेसनमा लिटरेचर रिभ्यू प्रस्तुत गर्नुहुन्छ त्यो लिटरेचर रिभ्यू वास्तवमा कति प्रेजेन्टेसनलाई कति चाहिँ आवश्यक हो भन्ने कुरा जस्टिफाई गर्न पनि नसकेको मैले धेरै देख्छु। दुईवटा कुरा, पहिलो कुरा लिटरेचर रिभ्यू तपाईँले सर्च त गर्नुहुन्छ, perhaps because of Googling facilities, you just go to Google and then you get some results and you accommodate it in your literature. रिसर्चले त्यो मात्र एक्सपेक्ट गर्ने होइन। तपाईँले कुनै खास गरी एमफिलमा अथवा पिएचडी लेभलमा तपाईँले प्रेजेन्टेसन लेख्दै गर्नुहुन्छ भने त्यो विषयसँग सम्बन्धित कम्तीमा तपाईँहरूले 40-50वटा अथवा त्यसको वरिपरि तपाईँले आधिकारिक सामग्री अनि एकदम कोर लिटरेचर पढ्न सक्नुभयो भने त्यसले तपाईँहरूलाई लाइफ लङ त्यसले तपाईँहरूलाई चाहिँ आफ्नो करियरभरि ठुलो चाहिँ एउटा पर्सपेक्टिभ दिन्छ। तर लिटरेचर रिभ्यू फर लिटरेचर रिभ्यू चाहिँ प्रेजेन्टेसनमा लिटरेचर रिभ्यू राख्नुपर्ने छ एउटा सेक्सनमा भनेर मात्र तपाईँले केही लिटरेचर कलेक्सन गर्नुभयो, हेर्नुभयो, तपाईँको प्रेजेन्टेसनको कोर एरिया त्यसमा पर्दैन भने त्यो त्यति सामग्रिक हुन सक्दैन। त्यसो हुँदा तपाईँहरूलाई रिसर्चरको रूपमा मेरो एउटा निश्चित एडभाइस के छ भने तपाईँहरू जब लिटरेचर रिभ्यू सर्च गर्ने लिटरेचर रिभ्यू प्रिपेयर गर्नुहुन्छ you think whether you really read some of the good literature that your presentation really is. तपाईँहरूको प्रेजेन्टेसनले माग्ने डिमान्ड गर्ने लिटरेचरसम्म तपाईँहरू पुग्नुभयो कि पुग्नु भएन भन्ने कुरा चाहिँ महत्त्वपूर्ण कुरा हुन्छ र धेरै रिसर्चरहरू यो कुरा चाहिँ अलिक बुझेको हो कि जस्तो मैले त्यहाँ देख्छु रिसर्चको भागीदारमा देख्छु। त्यसो हुँदा मेरो तपाईँहरूलाई यो 3 भन्दा थोरै फरक भयो भने लिटरेचर सर्च गर्दा लिटरेचर रिभ्यू गर्दा तपाईँहरूले एकदम कोर लिटरेचर सम्भव हुन्छ भने रिसेन्टली पब्लिस हुन्छ तपाईँले सर्च गरेर लिटरेचर रिभ्यू गर्न सक्नुभयो भने त्यसले तपाईँहरूको रिसर्चको रेट पनि बढाउँछ, तपाईँको डेटा एनालिसिस र अर्को इक्वली इम्पोर्टेन्ट पार्ट तपाईँले लिटरेचर रिभ्यू गर्नुभयो, तपाईँले चाहिँ डेटा कलेक्सन गर्नुभयो र तपाईँले डेटा एनालिसिसको पार्टहरू हुन्छ र अर्को चाहिँ निकै फर्किने धेरै विषयहरूमा खास गरी सोसल साइन्सका विषयहरूमा फर्किने कुरा के देख्छु मैले पिएचडी रिसर्चमा पनि डेटा एनालिसिसको पार्ट चाहिँ निकै अलिक कमजोर छ। यसमा दुईवटा कुराले अहिले धेरै कम्प्युटर सफ्टवेयर प्रोग्रामहरू पनि छन्। तपाईँहरूले ती प्रोग्रामहरू एक्सप्लोर गर्नुहुन्छ, यो डिराइभ धेरै गुड फिगर्स एकदम राम्रो फिगरहरू डिराइभ गर्नुहुन्छ, टेबलहरू राम्रो बनाउनुहुन्छ। तर एकदमै त्यहाँ चाहिँ ल्याक गर्ने कुरा म के देख्छु भने इन्टरप्रिटेसन चाहिँ पटक्कै भन्नु many researchers simply report okay 90% respondents say this and remaining 9% say remaining 5% say this, remaining 3% say this. त्यति मात्र रिपोर्टिङ मात्र बढी देखिन्छ र त्यसको इन्टरप्रिटेसन चाहिँ अलिक कम देखिन्छ। कम्तीमा पिएचडी गर्ने रिसर्चरहरूले युनिट टु गिभ द तपाईँसँग डेटा छ, तपाईँले चाहिँ पर्सेन्टमा केही फिगर आउँछ भने वाट डज इट मिन, यसले के चाहिँ यसले के अर्थ लाग्छ भन्ने कुरा र त्यो कार्यक्रममा पनि आर्टिफिसियल इन्टेलिजेन्स चाहिँ डेटा एनालिसिसमा पनि कसरी प्रयोग गर्न सकिन्छ भन्ने अर्को कुराहरू छ। र फाइनल्ली यी सबै कुरा गर्दाखेरि खास गरी हामी तपाईँ डेडिकेसन लेख्नुहोस्, टर्म पेपर लेख्नुहोस् अथवा आर्टिकल लेख्नुहोस्, त्यसमा क्रिटिकल पर्सपेक्टिभ एकदमै आवश्यक छ। यु गेट समथिङ, यु गेट अ रिजल्ट, तपाईँको एउटा रिजल्ट पाउनुभयो
आइदिनुहोस्, यो रिजल्ट कहिले एक्सपेक्टेड अनुसार आयो अथवा आएन, किन चाहिँ यो रिजल्ट आयो भन्ने क्रिटिकल क्वेसन्सहरू रिजल्ट क्रिटिकल क्वेसन रिसर्चहरूले सोध्नुपर्ने हुन्छ। यी कुराहरू दुई दुईवटा कुरा यहाँ भएका दुई दुईवटा टिम चाहिँ लिटरेचर रिभ्यू, डेटा एनालिसिस, क्रिटिकल पर्सपेक्टिभ, हालैको रिसर्चमा निकै महत्त्वपूर्ण अथवा हामीले मैले केही बोल्नुपर्ने बेलामा हामीले त्यो कुरा राखेँ, तर यी कुरा निकै महत्त्वपूर्ण छन्। मलाई के आशा छ भने if you come to read of this, to defend your proposal, to defend your PhD dissertation, I hope you will be better prepared in presenting literature review, data analysis, and adding your critical perspective in the argument. तपाईँहरूलाई यी तिनवटा कुरा राम्रो जानेको लागि आर्टिफिसियल इन्टेलिजेन्सको त्यसले गर्नेछ। अन्तिममा मलाई